त्यो सर्फेस लेभलको प्र्याक्टिस छैन। इट्स अ भेरी डिपर लेभलको कुराहरू त्यसमा चाहिँ होइन आउँछ त्यसमा। एकदम डिपर कुराहरू भनेको मनमा के भइराखेको छ त होइन, मनको अवस्था कस्तो छ त, त्यो हामीलाई थाहा भएर आउँछ होइन। माइन्डफुलनेस प्र्याक्टिस होइन, मनको अवस्थाको बारेमा हामीलाई थाहा भएर आउँछ जुन हामीले गरिराखेको छौँ है। मनको अवस्था होइन, बसिराखेको छ भने बसिराखेको छ मात्र होइन, मनको अवस्थाको बारेमा पनि थाहा भएर आउँछ। कस्तो छ त मनको अवस्था होइन, पिसफुल छ कि काम छ कि एजिटेड छ कि अशान्त छ कि होइन। यो अभ्यास गर्दै जाँदाखेरि हामीलाई थाहा भएर आउने कुरा माइन्डफुलनेस प्र्याक्टिस अथवा स्मृति साधना भनेको त्यो होइन। र त्यो स्मृति साधना होइन, हामी एवेर माइन्ड प्रति हामी एवेर हुँदै गएपछि हाम्रो मनको स्वभाव बदलेर आउने जस्तो हो। हामी होइन आनापान सतिको ध्यान मात्र गर्दाखेरि पनि हामीलाई के थाहा हुन्छ त सुरुमै होइन, मनमा मन भाग्ने रहेछ, मनमा कुरा आउने रहेछ भनेर हामीलाई थाहा भएर आउँछ। र त्यो प्र्याक्टिस सुरु गर्दा गरेको दिनदेखि नै हामी के हुन थाल्यौँ त, हामी एवेर हुन थाल्यौँ कि होइन, मनको अवस्थाको बारेमा हामी एवेर हुन थाल्यौँ। ए मेरो मन भाग्ने रहेछ त, ए मेरो मनमा कुराहरू आउने रहेछ त भनेर हामी सजग हामी हुन थाल्यौँ होइन। र त्यो मन भाग्यो भनेर, त्यो मनमा कुरा आयो भनेर हामी हटाउँदैनौँ होइन, त्यसलाई दबाउने, त्यसलाई रोक्ने प्रयास हामीले गर्दैनौँ होइन। हामी एवेर हुन्छौँ, ए मेरो मन भाग्यो है, मेरो मनमा कुरा आयो है भनेर हामी एवेर हुने हामी गर्छौँ होइन। पहिला सुरुमा ध्यान गर्दाखेरि त के हुन्छ, एवेरनेस त एकदमै कम हुन्छ होइन। दुई चारवटा पाँचवटासम्म हामीलाई सासको जानकारी हुन्छ, अझै होइन एउटा मात्र हुन्छ होला होइन। मन एकदम भागी गर्छ, तर एकदम धैर्य गरेर होइन, त्यो सासको जानकारी धैर्य गरेर गर्दै लाँदाखेरि के भएर आयो त, बिस्तारै दुईटा चारवटा होइन हुँदै गएर पाँच छ सातवटा होइन आठवटा दसवटा हुँदै आएपछि के भयो त, मन शान्त हुँदै आएको पनि हामीलाई अनुभूति हामीलाई हुन थाल्यो हामीलाई होइन। त्यो भनेको के हो त होइन, त्यो डिपर लेभलमा जान थाल्यो हाम्रो मन होइन। त्यो एवेरनेसले मनको गहिराइमा गएर होइन थाहा पाउन थाल्यो होइन। ए मन त शान्त पनि हुने रहेछ त भन्ने कुरा हामीलाई थाहा भएर आयो नि
होइन, एक दुई हप्तासम्म त के हुन्छ, मन त भागेको भागे, भागेको भागे, भागेको भागे, दिक्कै लाग्थ्यो होइन। तर गर्दा 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 होइन, एक डेढ महिना 2 महिनापछि के हुन थाल्यो त, ए मन होइन, त्यो मनमा विचार आउने होइन, हट्दै जाँदाखेरि ए मन त शान्त पनि भएर जाने रहेछ त भन्ने कुरा हामीलाई थाहा हुन थाल्यो होइन। त्यो होस डिपर लेभलमा अब हुन थाल्यो। हो, त्यो हो मनको स्वभाव भनेको। हाम्रो मनको स्वभाव भनेको के हो त, शान्त अवस्थामा बसिराख्ने मनको स्वभाव हो त्यो होइन। त्यो मनको स्वभाव त्यो गहिराइमा थाहा भएको हो त्यो होइन। र त्यो शान्त स्वभाव पनि होइन, फेरि अर्को हाम्रो मनको स्वभाव माथि आउँदाखेरि के हुन्छ त, ओहो ल ध्यानै गर्न जानेन, के भएको होला, फेरि पहिला जस्तै भयो, मन भागेको भागेछ, मनमा कुरा आएको आएछ होइन। एउटा सास हेर्नलाई नै पहिला जस्तो थियो त्यस्तै हुन थाल्यो भनेर दिक्क लाग्न थाल्छ। तर दिक्क मान्ने हो, पहिला जस्तै के गर्नु पर्यो त, धैर्यपूर्वक अभ्यास गर्दै लानु पर्यो होइन। पहिले जस्तै मन भाग्छ, कुरा आउँछ होइन, एकदम धैर्यपूर्वक गर्दा 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 बिस्तारै फेरि मन बसमा आउन थाल्छ होइन। अनि फेरि मन शान्त हुँदै हुन्छ होइन। त्यो लेयर बाई लेयर त्यो चित्तमा बसेको हुन्छ अथवा त्यो मनमा बसेको हुन्छ कि जुन हामीमा भएको जुन नकारात्मकता हो त्यसले छोपिराख्ने हो कि होइन। अनि त्यो बाहिर आउँदाखेरि के हुन्छ त, त्यो साँच्चै नै ट्रु स्वभावलाई छोपिदिन्छ कि त्यो जुन मनको स्वभाव बाहिर छोपिदिन्छ। तर होइन, फेरि हामीले एकदम धैर्य गरेर लगेपछि फेरि शान्त अवस्था हुन्छ, फेरि त्यो पनि रहँदैन होइन। यो माइन्डफुलनेस प्र्याक्टिस भनेको माइन्डफुल हुने हो, स्मृतिमा बस्ने हो, जे भइराखेको छ त्यो प्रति सजग सचेत भएर बसिराख्ने होइन। जहिले पनि आनन्द एकदम मन शान्त छ जहिले पनि त्यो अवस्थामा बस्ने त्यो भइरहेको छ भन्ने होइन यसमा। यो कुरा बुझ्नुहोस्, पहिला पनि मैले भनिसकेको कुरा हो होइन। यो भनेको के हो त, माइन्डफुलनेस प्र्याक्टिस भने जे भएर आओस् जस्तो भएर आओस् माइन्डफुल भएर बस्ने हो, स्मृतिमा बस्ने हो, होसमा बस्ने हो। होइन, हामीलाई मन पर्दैन त्यो त्यो भएर आउँदाखेरि होइन। मन शान्त भइराखेको हामीलाई मन पर्छ, तर मनमा उथल पुथल भएर आएको होइन, एजिटेसन भएर आएको
आकुल व्याकुल भएर आएको हामीलाई त मन पर्दैन हामीलाई। होइन, अनि त्यसलाई हटाउन खोज्ने, त्यसलाई दबाउन खोज्ने, त्यसबाट कसरी छुटकारा पाउने, होइन, त्यो हामी खोज्छौँ। त्यो होइन, यस नट माइन्डफुलनेस प्र्याक्टिस। होइन, त्योबाट हामीले छुटकारा पाउन हामीले खोज्यौँ, होइन, त्यो हटाउन खोज्यौँ भने हामीले माइन्डफुलनेस प्र्याक्टिस गरिराखेको होइन। होइन, माइन्डफुलनेस प्र्याक्टिस भनेको जे भएर आउँछ त्यो प्रति होसमा बस्ने हो, त्यसलाई स्वीकार्ने हो, त्यसलाई हटाउन खोज्ने बिल्कुलै होइन, त्यो माइन्डफुलनेस प्र्याक्टिस होइन त्यो। होइन, त्यसलाई दबाउन खोज्ने, इट्स नट माइन्डफुलनेस प्र्याक्टिस। माइन्डफुलनेस प्र्याक्टिस भनेको सजग भएर बस्ने, जे भएर आइरहेको हुन्छ त्यसलाई स्वीकार्ने हो। होइन, अनि त्यो प्रति एवेयर भइराख्ने हो, अब्जर्भ मात्र गरिराख्ने हो। होइन, जस्तो नदी नालामा विभिन्न चिजहरू बगाएर ल्याउँछन्। होइन, त्यो बगाएर ल्याउँदाखेरि त्यो चिजहरू देख्दा हामी खुसी हुने, हामी दुखी हुने, हामी गर्छौँ, हामी के गर्छौँ त? हामी अब्जर्भ मात्र हामी गरिरहेको छौँ। ए काठ बगाएर ल्यायो, ए रुख बगाएर ल्यायो, यो बगाएर ल्यायो, त्यो बगाएर ल्याएर भनेर हामी हेरिराखेको हुन्छौँ र अब्जर्भ गरिराखेको हुन्छौँ। औ माइन्डफुलनेस प्र्याक्टिसमा पनि त्यही हो, अनेक भएर आउँछ। होइन, आफूले नचाहेको जस्तो पनि भएर आउँछ। होइन, आफूलाई मन नपरेको, मन एकदम भाग्ने, मन आकुल व्याकुल भएर आउने, होइन, एकदम डिस्टर्ब हुने, होइन, बाधा व्यवधानहरू आउने। तर ध्यान प्रतिको हाम्रो सोचाइ के छ त? हाम्रो धारणा चाहिँ के छ त? होइन, मन एकाग्र भइराख्नुपर्छ। मन एकाग्र भयो भने मेरो ध्यान राम्रो भयो, मनमा केही पनि कुराहरू आएन, होइन, भने गजब भयो मेरो ध्यान भरेर हामी दङ्ग पर्छौँ। मन शान्त हुँदाखेरि, होइन, ओहो आज त गजब भयो ध्यान, अब त जहिले पनि यस्तै हुन्छ। नो, हुँदैन। होइन, एकाग्र मात्र गर्नु र एवेयर भएर, होइन, ध्यान गर्नुमा फरक छ। माइन्डफुलनेस प्र्याक्टिसमा दुइटै कुराहरू आउँछ। होइन, जुन हामीले ध्यान गर्छौँ, सासको जुन हामी ध्यान गर्छौँ, त्यसमा एवेयरनेस पनि हुन्छ, कन्सन्ट्रेसन पनि सँगसँगै आइराखेको हुन्छ। एकाग्र मात्र भइराखेको हुँदैन जुन हामीले ध्यान गर्ने हो त्यसमा। दुईटा सँगसँगै आइराखेको हुन्छ। हामी ध्यान गर्दाखेरि के गर्छौँ त? मनलाई हामी नाकको प्वालमा हामी राख्छौँ, होइन। त्यो नाकको प्वालमा राख्ने भनेको के हो त? मनलाई एकाग्र गर्ने, होइन, थपक्क मनलाई राखिराख्ने हो त्यो। त्यो भनेको के हो त भन्दाखेरि मनलाई एकाग्र गरिराख्ने हो। होइन, ध्यान भनेकै त्यही हो।
हामी ध्यान भनेर जुन शब्द युज गर्छौँ होइन, ध्यान दिएर पढ, ध्यान दिएर सुन, ध्यान दिएर लेख, ध्यान दिएर काम गर, ध्यान दिएर हिँड भनेर हामी ध्यान शब्द त हामी प्रयोग गर्छौँ होइन। र त्यो ध्यान शब्दको अर्थ के हो त भन्दाखेरि मनलाई एक ठाउँमा लगाइराख्ने, जुन काम गरिराखेको हो त्यो काममा हामीले आफ्नो मनलाई लगाइराख्न सकेको छ भने त्यो नै ध्यान हो। त्यसैले ती वाक्यहरूमा होइन, ध्यान दिएर पढ, ध्यान दिएर सुन, ध्यान दिएर लेखमा त्यो के हो त ध्यान शब्दको अर्थ भन्दाखेरि मनलाई हामीले ती कामहरूमा जुन जुन काम गरेको छौँ त्यसमा हामीले मनलाई आफ्नो मनलाई लगाइराख्न सकेको छ भने त्यो नै ध्यान होइन। ध्यान भनेको कुनै त्यो ठुलो कुरा नै होइन होइन। अहिले अभ्यास गर्दै गएपछि त्यो अनुभूति पनि भइसकेको छ होइन। कामहरू गर्दाखेरि मनलाई ती कामहरूमा लगाइराख्न सकेको आफूलाई अनुभूति पनि भएर आइसक्यो होला होइन। त्यसैले ध्यान भनेको मनलाई एक ठाउँमा लगाइराख्ने हो। यदि जीवनमा होइन सफल हुन चाहनुहुन्छ भने मनलाई एक ठाउँमा कसरी राख्ने, मनलाई कसरी बसमा राख्ने भन्ने कुरा हामीले सिकेको छैन होइन, हामीले जानेको छैन भने जीवनमा सफल हुँदै हुँदैन। कुनै पनि काम गर्दाखेरि, कुनै पनि काम गर्दाखेरि यदि हामीले मनलाई एक ठाउँमा हामीले लगाउनै सक्दैन भने हुँदैन, जीवनमा सफल हुँदै हुँदैन होइन। त्यसैले ध्यान भनेको चिज जीवनमा सफल हुनुको लागि होइन, त्यो पछि तपाईँहरूले त्यो सिक्दै जानुहुन्छ यही होइन। अहिले पनि कति त अनुभव भइसक्यो होला आफ्नो मन आफ्नो बसमा हुँदाखेरि ती कामहरूमा तपाईँहरू सफल हुँदै गएको र मन होइन त्यो काममा लगाइराख्न नसक्दाखेरि होइन काम बिग्रेको, काममा असफल भएको त्यो तपाईँहरूलाई अनुभूति नै भइसकेको छ। अनि होइन, अनि त्यसमा एवेरनेस, एवेरनेस भनेको प्रेजेन्ट टाइमको मात्र एवेरनेस हुन्छ, पास्ट र फ्युचरको एवेरनेस हुँदैन। यो कुरा चाहिँ बुझ्नुहोस्, एवेरनेस भनेको अहिलेको क्षणको मात्र हुन्छ होइन। यो यो क्षणभन्दा एक सेकेन्ड मात्र पछाडि, एक सेकेन्ड मात्र अगाडि एवेर हुनै सक्दैनौँ। हामी होसमा बस्ने भनेको वर्तमान क्षणमा मात्र हामी होसमा बस्न सक्छौँ र त्यो वर्तमान क्षणमा राखेको होसले त्यो परिवर्तन ल्याउने हो, त्यो अरू केही पनि होइन होइन। त्यो मनमा विचार आउँदाखेरि त्यो होसमा बस्ने भनेको के हो, जुन बेला हाम्रो मनमा विचारहरू आउँछ, मन भाग्छ, त्यति बेला होसमा बस्ने हो त्यति बेला। एवेरनेस भनेको जहिले पनि वर्तमान क्षणमा मात्र हुन्छ होइन। त्यसैले त्यो ध्यान गर्दाखेरि सही तरिकाले ध्यान गर्नु भनेर मैले त्यत्तिकै भनेको होइन होइन। त्यो सही तरिकाले ध्यान गर्दै गएपछि त्यो एवेरनेस आउने हो, त्यो होस आउने हो। त्यो सही तरिकाले ध्यान गर्नु भएको छैन भने त्यो अवेरनेस आउँदैन त।
है त्यो साससँग केही पनि कुरा नजोड्नु, जस्तो छ त्यस्तो हेर्नु भने त्यत्तिकै भनेको होइन त्यो एवेरनेस होइन। त्यो केही पनि तपाईँहरूले होइन जस्तो छ त्यसरी नै गर्नुहुन्छ। तपाईँहरू वर्तमान क्षण प्रति आफ्नो वर्तमान क्षणको सत्यप्रति तपाईँहरू एवेर हुने हो। त्यो सही तरिकाले ध्यान गर्ने भनेको तपाईँहरू होसमा बस्ने हो वर्तमान क्षण। होइन स्वाभाविक कुराको जानकारी बनाउँदै गएपछि झन् 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 डिपर लेभलमा जान्छ कि आफै जान्छ। त्यो सही तरिकाले ध्यान गर्न पर्ने कारणै त्यही होइन। यो किन भयो न उसलाई भयो यस्तो भयो उसलाई यस्तो भइसक्यो मलाई अहिलेसम्म भएको छैन होइन भनेर मनमा राखेर ध्यान गर्नुभयो भने अगाडि बढ्दै बढ्दैन। यो आफ्नो बारेमा जानकारी बनाउनु, आफ्नो जुन अवस्था छ त्यो अवस्थाप्रति हामी सजग हुने हो, हामी होसमा बस्ने हो। त्यो अरूलाई यस्तो भयो उस्तो भयो त्यो के पनि मतलब छैन होइन। आफूलाई के भइराखेको छ त्यो हो सबभन्दा इम्पोर्टेन्ट। मलाई के भइराखेको छ र त्यो प्रति म होसमा बस्न सकेको छ कि छैन, मैले अब्जर्भ होइन एज इट इज जस्तो छ त्यस्तै मैले हेर्न सकेको छ कि छैन, त्यो हो महत्त्वपूर्ण कुरा होइन। उसलाई यस्तो भयो फललाई यस्तो भइसक्यो उसलाई यस्तो भइसक्यो के पनि मतलब छैन त्यो होइन। त्यो तपाईँहरूले विचार गर्न थाल्यो भने तपाईँहरू अगाडि बढ्दैन, त्यो खोज्न थाल्नुहुन्छ होइन। यो ध्यान भनेको खोज्ने ध्यान होइन। जे भएर आइराखेको छ जस्तो भएर आइराखेको छ होइन त्यसलाई थाहा पाइराख्नु, त्यो प्रति सजग माइन्डफुल एवेर भइराख्ने। तर सजिलो छैन, सहिलो छैन होइन। किन सहिलो छैन? ह्याबिट प्याटर्न्सहरू हामीले बनाएका छौँ होइन। पत्र पत्र ह्याबिट प्याटर्न्सहरू हामीले बनाएका छौँ होइन। र त्यो ह्याबिट प्याटर्न्सहरू होइन कति बाक्लो बनाएको छ, कति पातलो बनाएको छ होइन। कम मात्र बाक्लो छ होइन एकदम पातलो छ भने त्यो छिटै जान्छ। तर बाक्लो छ भने त त्यो त कहाँ त्यो जान्छ, त्यो जानको लागि त समय लाग्छ है। र त्यो सबै जुन ह्याबिट प्याटर्न्सहरू हामीले बनाएका छौँ होइन त्यो हाम्रो आइडेन्टिटी भएर बनेको बसेको छ कि त्यो म भएर बसेको छ कि इगो भनेकै त्यही हो कि होइन। इगो इज अ भेरी भास्ट वर्ड कि त्यो होइन। हामी म मेरो मेरो परिवार मेरो सम्पत्ति मात्र भन्छौँ। जति जति ध्यान गर्दै जानुहुन्छ त्यो गहिराइमा
होइन त्यो सही तरिकाले गर्दै जाँदाखेरि गहिराइमा आफै जान्छ त्यो गहिराइमा म जान्छु भनेर होइन त्यो कोसिस गर्ने होइन यो ध्यान आफै जान्छ आफै सही तरिकाले भएपछि आफै गहिराइमा जान्छ यो ध्यानको अभ्यास सही तरिकाले होइन मैले त्यो सही तरिकाले गर सही तरिकाले गर भनेर मैले त्यत्तिकै भनिराखेको होइन त्यो त्यो तपाईँहरू आफैलाई महसुस भएर आउँछ होइन तपाईँहरूको स्वभाव बदलिँदै गएको आफैलाई थाहा भएर आउँछ त्यो मैले भन्नु पर्दैन होइन मैले यो अहिले जुन एक्सप्लेन गरिरहेको त्यो के पनि कुरा चाहिँदैन नि गर्नुपर्छ त सही तरिकाले मैले जसरी भनेको छु त्यसरी ध्यान गर्नु होइन त्यो सही तरिकाले ध्यान गर्दै जाँदाखेरि त्यो आफै आफै त्यो डिपर लेभलमा जान्छ त्यो आफै जान्छ त्यो होइन तपाईँहरूले गर्न खोज्यो भने अनि हुँदैन फेरि अर्को बन्छ क्या हेबिट प्याटर्न्स होइन त्यो सही तरिकाले जस्तो छ त्यस्तै गर्नु भने त्यतिकै भनेको होइन तपाईँहरूले होइन त्यो फोर्सफुल्ली केही गर्न थाल्यो भने हुँदैन त्यो अर्को हेबिट प्याटर्न्सहरू बन्न थाल्छ होइन त्यो बार बार होइन अहिले पनि भनिराखेको छु त्यो सही तरिकाले ध्यान गर्न सही तरिकाले होइन त्यो गर्दै 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 लग्यो जति जति सही तरिकाले हुँदै जान्छ आफ्नो हेबिट प्याटर्न्सहरू चेन्ज हुँदै जान्छ होइन तर सही तरिकाले ध्यान गर्न सजिलो छैन आफूलाई जे भइराखेको छ त्यो कुरालाई अब्जर्भ गर्न गाह्रो छ त्यो कुरा मन पर्दैन हामीलाई हामीलाई रिस उठेको मन पर्छ हामीलाई डर लागेको मन पर्छ हामी नर्भस भएको हामीलाई मन पर्छ हामीमा ईर्ष्या जागेको हामीलाई मन पर्छ हाम्रो मन अशान्त भएको हामीलाई मन पर्छ मन पर्दैन हामीलाई किन हामीले त्यस्तो स्वभाव हामीले बनाएका छौँ होइन आफूलाई मन परेको भयो कि वा एकदम मन पराउन थाल्छौँ होइन मन नपरेको भयो आफूलाई मन नपरेको भयो भने हामी त्यसलाई हामी हटाउन हामी खोज्छौँ हो त्यो स्वभाव हो त्यो स्वभाव बदल्नको लागि यो ध्यान गरिराखेको हो होइन त्यो स्वभाव बदल्न सहिलो छैन होइन त्यही भएर सही तरिकाले ध्यान गर्नुहोस् है ध्यान गर्नुहोस् विपස්සना गर्नुहोस् होइन आनापान सति गर्नुहोस् सति पठान ध्यान भावना गर्नु सबैमा सही तरिकाले ध्यान गर्ने कुरा नै आउँछ होइन सही तरिकाले ध्यान भएन हुँदैन ध्यान भनेको रमाइलो गर्नको लागि होइन होइन यो एउटा निरन्तर यात्रा हो कि अनन्त यात्रा हो कि
आफूले आफूलाई बदल्ने यात्रा हो कि यो, होइन? आफूलाई ट्रान्सफर्म गर्ने जर्नी हो यो, होइन? पहिला पनि मैले भन्ने गरेको छु, हल्का रूपमा नलिनुहोस् कि अनन्त यात्रा हो कि। र यो जर्नीको यात्रा कहिले, होइन, टुङ्गिन्छ, कहिले सिद्धिन्छ भन्ने कुरा भन्न सकिँदैन। तर सही तरिकाले गर्दै लग्यो भने यो यात्रा छोटिँदै आउँछ। सही तरिकाले ध्यान गर्यो, होइन? तर ध्यान गरिराख्नु भएको छ, रमाइलोको लागि ध्यान गरिराख्नु भएको छ भने न, कहिले पनि पुग्दैन यात्राको गन्तव्य। त्यसैले होइन, यो ध्यान सही तरिकाले, होइन, श्रद्धापूर्वक ध्यानको अभ्यास गर्नुहोस् है। होइन, जुन ध्यानले तपाईँहरूको लाइफै बदलिन्छ नि, त्यो ध्यान चान्चुनको ध्यान हो त्यो। सानो कुरा हो, के भन्नुहुन्छ तपाईँ? यो सास हेर्ने जुन काम गरिराखेको हो, होइन, सानो कुरा हो यो। यो सही तरिकाले गर्यो भने जीवनै बदलिन्छ तपाईँ, होइन? क्षण प्रति क्षण बदलेर जान्छ कि, क्षण क्षणमा बदलेर जान्छ, होइन? हेर्दाखेरि मात्र सास भित्र आइराखेको छ भने भित्र आइराखेको छ, सास बाहिर गइराखेको छ भने सास बाहिर गइराखेको छ जस्तो लाग्छ, होइन? सही तरिकाले गर्दै गयो भने त्यो आफै भित्र, होइन, सुख र शान्ति पाउँदै जान्छ। आफू भित्रबाट बदलेर जान्छ, कसैले बदल्न सक्दैन। तपाईँले जुन स्वभाव बनाउनु भएको छ त्यो स्वभाव कसैले बदलिदिन सक्छ तपाईँहरूको? सक्छ? कसैले पनि बदल्न सक्दैन त्यो स्वभाव। त्यो स्वभाव तपाईँहरू आफैले बदल्नु पर्छ। कसैले पनि बदल्न सक्दैन त्यो। त्यो स्वभाव तपाईँहरूले बनाएको छ भने त्यो स्वभाव बदल्ने दायित्व तपाईँहरूकै हो, अरू कसैको पनि होइन। के हो? के मैले बदलिदिन सक्छ तपाईँहरूको? जुन स्वभाव तपाईँहरूले बनाउनु भएको छ त्यो स्वभाव मैले बदल्न सक्छ? कसले बदलिदिन सक्छ त्यो स्वभाव? कसैले पनि बदल्न सक्दैन त्यो स्वभाव। त्यो स्वभाव बदल्न आफैले, होइन, पुरुषार्थ गर्नुपर्छ, आफैले मेहनत गर्नु, आफैले मेहनत नगरिकन बदलिँदैन आफ्नो स्वभाव, होइन? र एउटा आफ्नो मनको स्वभाव बदल्ने
त्यो आफूले जुन स्वभाव बनाइराखेको छ होइन, त्यो स्वभाव कसैले पनि बदल्न सक्दैन। र एउटा होइन बदल्ने माध्यम भनेको ध्यान होइन, माइन्डफुलनेस प्र्याक्टिसले हाम्रो मनको स्वभाव बदल्दै लान्छ। र त्यो पनि सही तरिकाले हामीले अभ्यास गर्दै गयो भने भएर आउने कुरा हो होइन। र हामीले सही तरिकाले गरेको छैन भने जति गर्नुहोस् वर्षौँ ध्यान गर्नु केही पनि हुँदैन। सही तरिकाले ध्यान गर्नु धेरै आवश्यक छ। सही तरिकाले ध्यान गर्नु धेरै जरुरी छ। र त्यो सही तरिकाले गर्दै लगेपछि होइन त्यो त्यो आफसे आफै त्यो अवेरनेस डे टु डे लाइफमा पनि आउन थाल्छ। हामी रिसाउँदाखेरि होइन, हामी एजिटेट हुँदाखेरि, आकुल व्याकुल हुँदाखेरि त्यो अवेरनेस आफै आउन थाल्छ। त्यो प्रति हामी होइन सजग हुँदै गएर त्योबाट ती जुन ह्याबिट प्याटर्न्सहरू हामीले बनाएका छौँ त्यो ह्याबिट प्याटर्न्सहरूबाट हामी छुटकारा पाउँदै जान्छौँ। होइन भनौँ कि अब हामीले भनेको जस्तो काम भयो, काम नहुँदाखेरि के हुन्छ त, हामीले चाहेको जस्तो नहुँदाखेरि हामीलाई रिस उठ्छ होइन अथवा हाम्रो मन आकुल व्याकुल हुन्छ। र सही तरिकाले ध्यान गरेको छ भने होइन त्यति बेला सासको जानकारीमा मन गइ नै हाल्छ। होइन सासको जुन गति हो त्यो गतिमा परिवर्तन आइ नै हाल्छ कि त्यो होइन। र त्यो गतिमा परिवर्तन आउन साथ हामीलाई सजग गराइ नै हाल्छ। ए ल यस्तो भयो है भनेर सजग गराइ नै हाल्छ। अनि त्यति बेलाको सास जस्तो छ त्यस्तै हामीले जानकारी बनायो भने त्यो हट्दै जान्छ। रिस उठेको छ भने रिस उठेको बिस्तारै कम हुँदै गएर मन शान्त हुन्छ। डर लागेको छ भने डर होइन कम हुँदै गएर हट्छ र मन शान्त हुन थाल्छ। त्यसैले होइन यो ध्यान जुन हामी गर्छौँ त्यो होसमा बस्नको लागि हो। त्यो एवेयर भएर बस्नको लागि होइन, कुनै कुरा हामी पाउनको लागि होइन, पैसा पाउनुको लागि, पैसा धेरै कमाउनुको लागि त्यो होइन। सजग भएर कसरी बाँच्ने त, त्यसको लागि र होइन अनि त्यो मन शान्त भएपछि के हुन्छ, जे काम पनि हामी राम्रोसँग गर्न सक्छौँ होइन। र त्यो काम गर्ने क्वालिटी कस्तो हुन्छ, अर्कै क्वालिटी हुन्छ कि होइन। त्यो मान्छेले त्यो नोटिस गर्छ कि त्यो होइन। त्यो काममा जुन अरूले त्यही काम भए पनि के हुन्छ त भन्दाखेरि सोचमा फरक आउँछ कि काम गर्ने सोचमा होइन। काम गर्ने तरिकामा, काम गर्दाखेरि जुन इन्भल्भमेन्ट आफ्नो हुन्छ होइन,
त्यसमा फरक आउँछ कि त्यसमा। होइन त्यो, त्यसैले यो ध्यानको अभ्यास गर्ने भनेको सानसुन कुरा होइन यो कुरा बुझ्नुहोस् तपाईँले। सानसुन काम होइन यो। हाम्रो जीवन बदल्नको लागि गरिराखेको हो यो। जति हाम्रो मनको स्वभाव बदल्दै जान्छ नि, हाम्रो जीवन बदलेर जान्छ। मनको स्वभाव बदलेर गइसकेपछि जीवन बदलेर जान्छ। केही पनि गर्नु पर्दैन। होइन र मनको स्वभाव बदल्नको लागि, जीवन रूपान्तरण गर्नको लागि, लाइफ ट्रान्सफर्म गर्नको लागि गरिराखेको ध्यान, अरू के को लागि पनि होइन। त्यसको लागि सही तरिकाले हामीले ध्यान गर्नुपर्छ। सही तरिकाले ध्यान नगरिकन हुँदैन। होइन र त्यो सही तरिकाले ध्यान गर्ने भनेको त्यो बुद्धिको स्तरमा बुझेर पुग्दै पुग्दै। होइन बुझ्न त बुझिसकेको छ त्यो कुरा। सही तरिकाले ध्यान गर्ने भनेको के हो त? आफै भित्र आएको आफै बाहिर गएको स्पष्ट जानकारी बनाइराख्ने, साससँग केही पनि कुरा नजोड्ने, बस त्यति हो। होइन र त्यो सही तरिकाले ध्यान गर्नु, त्यो अनुभूति नै गर्नुपर्छ कि त्यो। त्यो सही तरिकाले कसरी गर्ने हो त होइन भन्ने कुरा आफैले अभ्यास गर्दै 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 लगेपछि त्यो आफूलाई अनुभूति हुन्छ त्यो। होइन त्यो कसैले भनेर त्यो बुझ्दै बुझ्दैन। त्यो आफैले त्यो अनुभूति आफैले गर्नुपर्छ त्यो। होइन त्यो सही तरिकाले ध्यान गर्ने भनेको के हो त? होइन आफै भित्र आउने आफै बाहिर जाने, सासको जानकारी बनाउने भनेको के हो त? होइन साससँग केही पनि कुरा नजोड्ने भनेको के हो त? त्यो आफैले अनुभूति गर्नुपर्छ त्यो। होइन र त्यो अनुभूति भएपछि अनि बिर्सिँदैन। होइन तपाईँलाई लाग्छ कि म ध्यान सिक्न जान साथ मैले चाहिँ होइन त्यो आफै भित्र आएको आफै बाहिर गएको सास मैले थाहा पाउन सकेँ जस्तो तपाईँहरूलाई लाग्छ होला, तर होइन। होइन मैले 3 वर्षपछि मैले त्यो चिल्ड्रेनहरूलाई सिकाउन थालेँ। त्यस्तै 4 4 5 वर्षपछि जब मैले हेर्न जाने नि, आई एम टोटल्ली सरप्राइज। म त छक्कै परेको। मैले भन्ने गर्थेँ, मैले सिकाउने गर्थेँ होइन सही तरिकाले ध्यान गर्ने भनेको यस्तो हो भनेर मैले भन्ने गर्थेँ। तर जब मलाई अनुभूति भयो नि त्यो होइन सही तरिकाले ध्यान गर्ने, त्यसपछि मेरो ध्यान गर्ने नि फरक भएर गयो। त्यसैले होइन त्यो सही तरिकाले ध्यान गर्ने कसरी हो, त्यो चाहिँ अभ्यास चाहिँ गर्दै लानु। होइन त्यो अभ्यास गर्दै लाँदाखेरि त्यो अनुभूति भरै आउँछ त।
त्यो अनुभूति किन हुँदैन त भन्दाखेरि हाम्रो हेबिट प्याटर्न्स अफ माइन्डले नै गर्न दिँदैन। त्यो पनि थाहा भएर आउँछ नि होइन। अहिले थ्योरिटिकली अहिले यो कुरालाई बुझ्नुहोस् मात्र कि होइन यो के हो त भन्ने कुरा त्यो गर्दै लगेपछि तपाईँहरू आफैले बुझ्छ क्या, त्यो अनुभूति भएको ए यस्तो भनेको रहेछ भनेर होइन। तर आफ्नो तर्फबाट होइन आफूले थाहा भएसम्म सही तरिकाले चाहिँ ध्यान गर्दै लानुहोस् होइन। त्यो कसरी होला के होला होइन त्यसमा पनि नजानु, तर आफूले अहिले थाहा भएसम्म जति थाहा छ होइन त्यसरी सही तरिकाले ध्यान गर्दै लानुहोस्। र जुन बेला हुन्छ हुन्छ त्यो होइन। त्यो किन नसकेको त भन्दाखेरि हामी इन्टेल हाम्रो बुद्धि हामी धेरै चलाउँछौँ क्या। हामी आफ्नो मनभन्दा पनि हाम्रो आफ्नो बुद्धिले काम गर्छौँ। आध्यात्मिकतामा बुद्धिको काम छैन, अनुभूति मात्र गर्ने होइन। बुद्धिको काम कहाँसम्म हुन्छ त भन्दाखेरि ध्यान कसरी गर्ने, सही तरिकाले कसरी गर्ने त्यति बुझ्नको लागि त्यहाँसम्म भए पुग्यो। त्यसपछि चाहिँदैन त्यसपछि बुद्धि। त्यसपछि अनुभूति मात्र गर्ने होइन। आध्यात्मिकतामा भनेको अनुभूति मात्र होइन। यस्तो होला उस्तो होला यस्तो होइन, के पनि मतलब छैन आध्यात्मिकतामा। तपाईँले जुन कुरा अनुभूति गर्छ त्यो कुराको मात्र महत्त्व राख्छ, त्यो कुरा मात्र तपाईँलाई हो न। ज्ञान भनेको अनुभूतिवाला ज्ञान, त्यो कसैले पनि जोड्न पनि सक्दैन होइन, कसैले पनि लिन पनि सक्दैन, केही पनि गर्न सक्दैन त्यो होइन। जुन तपाईँले अनुभूति गर्नुहुन्छ त्यो तपाईँको आफ्नो ज्ञान हो, त्यो कसैले पनि केही पनि गर्न सक्दैन। त्यस्तो भ्यालुएबल हुन्छ कि त होइन। अझ त त्यति मात्रै होइन कि अझ त कति कुरा बाँकी छ, कति कुरा बाँकी छ होइन। त्यो सही तरिकाले गर्न नजानेसम्म होइन, त्यो अनुभूति नभएसम्म अगाडि बढ्दै बढ्दैन। त्यो तपाईँहरूलाई अनुभूति भएपछि होइन तपाईँहरूले कुरा गर्ने नै फरक भएर जान्छ। त्यो आफैले होइन महसुस गर्नुहुन्छ कि होइन, तपाईँहरूमा विचार आउने नै फरक भएर जान्छ होइन। काम गर्ने तरिकामै फरक भएर आउँछ, के पनि गर्नु पर्दैन, मात्र सही तरिकाले ध्यान गर्नुपर्छ होइन। तर त्यो सही तरिकाले ध्यान गर्ने भनेको तपाईँहरू आफैले त्यो अनुभूति नै गर्नुपर्छ होइन। तर कोसिस तपाईँहरूले आफ्नो तर्फबाट सही तरिकाले ध्यान गर्ने चाहिँ कोसिस गर्दै गर्नुहोस् होइन। जुन बेला अनुभूति हुन्छ हुन्छ त्यो होइन। अहिलेसम्म हामीले पढेर हामीले कामहरू गर्दाखेरि के छ त भन्दाखेरि हामीले बुद्धि मात्र चलाए पुग्छ कि हाम्रो मनको अवस्था के छ कस्तो छ केही पनि मतलब छैन होइन। तर सबभन्दा होस पुर्याउनु पर्ने मेरो मनको अवस्था कस्तो छ
मेरो शरीरको अवस्था कस्तो छ त्यसलाई होस पुर्याउनु पर्छ होइन त्यो भनेर अब बुद्धिलाई वास्तै नगर्नु त्यो भनेको हो। तर बुद्धि भन्दा पनि होइन आफ्नो फिजिकल हेल्थ आफ्नो मेन्टल हेल्थलाई धेरै महत्त्व दिनुपर्छ कि तर आजको संसारमा त्यो सधैँ छैन होइन अहिले एन्जाइटी डिप्रेसन होइन के अहिले त होइन त्यो साइकोलोजिकल प्रब्लमहरू कस्तो कस्तो आइराखेको छ नि त्यो किन भयो त होइन जब हामीले माइन्डलाई हामी वास्ता गर्दैनौँ हामी अर्को मान्छे बन्न खोज्छौँ कि हामी जे छौँ हामी त्यही मान्छे हामी बन्न खोज्दैनौँ कि हामी अर्को मान्छे बन्न खोज्छौँ अनि त्यहाँबाट सुरु हुन्छ कि सबै कुरा कन्फ्लिक्ट त्यहाँबाट सुरु हुन्छ होइन हामीले आउटर वर्ल्डमा हामी कुरा गर्छौँ कि कम्प्लिट कन्फ्लिक्टको होइन कहाँ कुरा गर्छौँ त बाहिर बाहिर मात्र कुरा गर्छौँ तर कन्फ्लिक्ट कहाँबाट सुरु हुन्छ आफू भित्रबाट सुरु हुन्छ तपाईँ जस्तो जीवन बाँच्न चाहनुहुन्छ होइन भित्रबाट त्यो भएन भने त्यहाँबाटै सुरु हुन्छ कि कन्फ्लिक्ट प्रत्येक मान्छेहरू होइन कन्फ्लिक्टमा बाँचिराखेको छ भित्रबाट बाँच्न चाहिराखेको एउटा जीवन छ होइन बाहिरबाट बाँचिराखेको अर्को जीवन छ अनि के हुन्छ त होइन अनि संसारमै कन्फ्लिक्ट सुरु भएको कारण नै यही हो। होइन हामी बाहिर बाहिर मात्र हामी हिँडिरहेको छौँ क्या। तर कन्फ्लिक्ट प्रत्येक मान्छेको भित्र सुरु भइसकेको हुन्छ होइन जब मान्छेले साँच्चै नै आफू भित्रबाट जे जसरी बाँच्नु पर्ने हो त्यो नबाँचिकन होइन बाहिर के भन्छ होइन त्योलाई महत्त्व दिएर बाँच्न थालेपछि अनि कन्फ्लिक्ट सुरु हुन्छ अनि अशान्त हुन थाल्छ त्यसैले होइन यो ध्यान गर्ने भनेको आफूले आफूलाई बदल्नको लागि सबभन्दा पहिला होइन जति जति हामीले सही तरिकाले ध्यान गर्दै लान्छौँ हामी डिपर डिपर लेभलमा हामी चेन्ज हुँदै जान्छौँ ट्रान्सफर्म हामी हुँदै जान्छौँ र त्यो ट्रान्सफर्मेसनले होइन अरूलाई पनि असर गर्न थाल्छ अरूलाई पनि इन्फ्लुएन्स गर्न थाल्छ होइन आफू नै ट्रान्सफर्म भएको छैन होइन अरूलाई ट्रान्सफर्म भन्न जान्छ सिकाउन जान्छौँ भने के हुन्छ त आफू नै हल्लिन्छ पहिले उसले जवाब फर्काएर ल्याउन साथै हामी भित्रैबाट हामी हल्लिसकेको हुन्छ त्यसैले होइन पहिला आफूलाई ट्रान्सफर्म होइन मैले पहिला पनि यो कुरा भनिराखेको छु होइन किन त भन्दाखेरि यति कुरा थाहा नभएर मान्छेहरू कस्तो मिजरेबल लाइफ बाँचिराखेको छ कि होइन यति कुरा थाहा नभएर अहिले समाजको अवस्था यो भइराखेको छ कि अहिले होइन देशको अवस्था यस्तो भएर संसारको अवस्था यस्तो भइरहेको
होइन नेपालमा मात्र होइन कि यो, अझ विदेशमा त झन् डरलाग्दो स्थिति छ कि, अमेरिका युरोपमा होइन, फिजिकल्ली दे आर होइन, सेल्फ सफिसियन्ट, सुविधाहरू पाइराखेको छ होइन, तर कन्फ्लिक्ट इज गोइङ अन एभ्रिवेयर कि। ल जति कुरा गरे पनि सिद्धिँदैन यो कुरा। ल तपाईँहरूको अब होइन प्रश्न जिज्ञासा छ भने चाहिँ सोध्न सक्नुहुन्छ। केही छ होइन तपाईँहरूको अब ध्यान सम्बन्धी कुराहरू, जिज्ञासाहरू छ भने अनम्युट गर्नुहोस् र आफ्नो कुरा राख्नुहोस्। नमस्कार सर। नमस्कार कमला दिदी, हजुर भन्नुहोस्। केही छ दिदी? केही हजुर सोध्नु भनेको पर्ने? हजुर 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 अँ भन्नुहोस्। पहिला बस्दाभन्दा त धेरै पहिला बस्दाखेरि डर लाग्ने रिस उठ्ने यस्तो हजुरलाई फोटोमा देख्दाखेरि पनि कसरी बोल्ने के गर्ने कता जाने के गर्ने त्यस्तो हुन्थ्यो मलाई। उम्, अरू कोही आउँदा कतै जान पर्दा उम्, एकदम लुक्नै पर्ने जस्तो कि के भन्छन् के उम्, गर्छन् के बोल्ने के भन्ने उम्, उम्, अत्यार लाग्ने के आफ्नो थातैमा नै होस् त्यस्तो उम्, एकदमै भइसकेको थिएँ सर म। अहिले उम्, त्यस्तो हुन्न, धेरै डर लाग्ने पनि हुन्न। उम्, अनि कोही आउँदा केही हुन्न, पहिला जस्तै थियो त्यस्तै। हजुरले भने जस्तै त जति गरे नि हुन्न भन्ने कुरा यो एकदम सत्य हो। जति गरे पनि पुग्दैन उम्, त्यो कुरा छँदैछ। पहिलाको भन्दा अहिले धेरै होस् बिर्सिने एकदम। ओर्ने त्यस्तो कहिलेकाहीँ त उमेरले पनि अलिअलि सानोतिनो कुरा त्यस्तो छैन। उम्, यस्तो भयो र यसरी गल्ती गरेँ यस्तो भयो भन्ने चाहिँ हुन्न सर। एकदम म उम्, आफू एकदम खुसी छु, एकदम शान्त छु, ठिक छ। अत्यार लाग्ने कहाँ जाऊँ त्यस्तो हुने गर्ने उम्, छैन अहिले। एक डर लाग्ने पनि छैन। गल्ती गरे जो पनि डराउने भयो, नै भने कसैको डर पनि लाग्दैन। उम्, एकदम धेरै ठिक भएछु। हजुरले भने गरेर पुग्दैन भन्ने कुरा यो चाहिँ हो। उम्। अरू एकदम खुसी छु हजुरहरूको ज्ञानले मलाई एकदम राम्रो भएको छ। म खुसी छु एकदम। पहिला दिदीको कस्तो थियो है पहिला? म त बिजोग गएको मैले यस्तो हुन्छ भन्ने त त्यो ठाउँमा उम्, ल्याउन पनि कति लाग्यो, तर यस्तो हुन्छ भन्ने त मैले सोचेकै थिइनँ। अहिलेसम्म रहन्छु भन्ने नै थिएन सर मलाई। उम्, कहाँ जाऊँ, के जङ्गलतिर अरे? जाऊँ कि नदीतिर उम्, जाऊँ कि के गर्न जाऊँ, कहाँ जाऊँ, जतिखेर नि उडेर हिँड्दाम जस्तो उड्ने मन त उडेको उडे शरीर उड्ने हिँड्छ उम्, उम्, त्यस्तो भएको थिएँ म। उम्, अहिले हजुरको यो ज्ञानले गर्दाखेरि जुनी फेरेछु सर मैले। उम्। होइन ठिक छ दिदी, होइन त्यो गर्दै जानुहोस्, नछोड्नुहोस् कि, होइन अझ अब तपाईँले भ्याउनुहुन्छ भने 10 दिनको एउटा शिविर गर्नुहोस् कि, भ्याउनु भयो भने। त्यही नेपाल आएपछि गर्नु पर्ला। यतै बाहिरै छु म अहिले। नेपालै नेपालमा भयो भने चाहिँ अब छिटै पाउनुहुन्छ, अब त्यहाँ विदेशतिर पाउनै गाह्रो छ त्यहाँ, पाउनै सम्भव अमेरिकातिर। पनि हुन्न हजुर। हजुर उम्, त्यहीँ आएर गर्नु पर्ला। जान मन उम्, लागिरहेको छ। हुन्छ हुन्छ हुन्छ। धेरै धेरै मुरी धन्यवाद। मैले हस्, दिएको हुन्छ भने हजुरलाई धेरै राम्रो कहिले दुःख नपरोस्, रुगा पनि नलास् सर। एकदम राम्रो भएको छ मलाई त। हस् त। अरूको वन्दना के भन्लाको हो? त्यो अनम्युट गर्नु न वन्दना।
ए सर, म अहिले ध्यान बस्दाखेरि अलि मन चाहिँ नि बाहिर माथि जाने हुन्छ। अस्ति 3-4 दिन चाहिँ बस्न पाएन सर, अनि त्यसैले उम्, अलि मन चाहिँ नि बाहिर जान्छ, तर बिच बिचमा चाहिँ आफूलाई थाहा भइरहेको हुन्छ। बढी उम्, जस्तो मन चाहिँ नि बाहिर नै गइरहेको हुन्छ आजकल, अहिले फेरि के त्यस्तो भन्नु अब? भइरहेको छ। होइन त्यो प्र्याक्टिस छुटेपछि त्यो भइ नै हाल्छ बन्धन होइन त्यो प्र्याक्टिस छुटाउनु नहुने कारणै त्यही हो कि सबैले यो कुरा बुझ्नुहोस् कि होइन जस्तो सुकै बिजी होस् कि 10 मिनट टाइम निकाल्नुहोस् कि होइन त्यो हजुर बिजी छ भनेर तपाईँले एक दिन छोड्नुहुन्छ 2 दिन छोड्नुहुन्छ होइन अनि त्यसपछि गाह्रो भइ नै हाल्छ कि त्यसमा हुन्छ है त्यो प्र्याक्टिस हजुर चाहिँ नछोड्नुहोस् है हुन्छ सर। 10 मिनट मात्र भए पनि होइन त्यो बस्ने गर्नुहोस् कि त्यो भनेर होइन होइन फेरि 10 मिनटै त्यो बन्दना 10 दिनको शिविर गरिसक्यो है हजुर गइसक्यो सर। अब त्यो होइन अब त्यो 10 मिनटबाट अब टाइम बढाएर चाहिँ 1 घन्टा चाहिँ पुर्याउनुहोस् कि हुन्छ हजुर। विपस्ना गरिसकेकोले अरूको सर शर्त दिदी मलाई चाहिँ नि के भन्न मन लागेको भने चाहिँ नि उम्, सर एक त सर म्याडमहरूले मलाई बाटो देखाइदिनु भयो, त्यो सबभन्दा ठुलो मलाई लागिरहेछ। मैले अब यो बसेको त छन् 6-7 वर्ष भयो होइन, तर उम्, यो 2-3 वर्षकोमा चाहिँ अलिकति मलाई चाहिँ नि चेन्ज आइरहेछ त। त्यो बसी उम्, त रहेछ, तर बिहान त्यो ध्यानमा बस्दाखेरि र बेलुका बस्दाखेरि चाहिँ नि मेरो फरक छ। बिहान ठिक छ गर्दाखेरि बिहान अपन चाहिँ छिटै उठ्छु होइन, त्यो उम्, बस्छु, उम्, तर बेलुका बस्दाखेरि चाहिँ नि मेरो मन चाहिँ नि अलिकति बाहिर जान्छ। बाहिर गए पनि मैले चाहिँ नि मेरो मन चाहिँ नि बाहिर गएछ भने मैले त उम्, तानेर उम्, ल्याएर आफूले त्यो गर्न सक्छु होइन, गर्छु उम्, पनि। मैले यो चाहिँ नि उम्, गरेको आफैले, त्यही पनि यो मेरो शरीरले मलाई चाहिँ नि यो के भन्ने हेल्थको इस्यु हुँदाखेरि चाहिँ अलिकति होइन ठिक छ फरक भइरहेछ। अनि मैले उम्, मेरो अब यस्तै हो जिन्दगी भने जस्तो गरेर होइन मैले उम्, गरिरहेको छु, तर त्यही पनि किन भएको होला मलाई यस्तो भनेर कहिलेकाहीँ बिचमा उम्, आफूले उम्, आफूलाई नै क्वेसन गर्छु त मैले। अब त्यो कन्सन्ट्रेट भनेर त्यस्तो होइन, त्यसैमा फेरि म बाहिर गयो भनेर फेरि तानेर होइन आफै नै उम्, गर्छु। उम्, अनि यो ठिक छ चाहिँ नि किन गर्नु हुने हो कि होइन, मैले त अब सरले हामीलाई पहिले भने जस्तै आफूलाई एकाग्र गरेर गर्छु, तर होइन दिदी अलिकति अलिकति चाहिँ नि माइन्ड चाहिँ म बिहान गर्दाखेरि र बेलुका गर्दाखेरि अलिक फरकै भइरहेछ। यो उम्, 1 वर्ष जति भयो, अनि मैले यो चाहिँ नि गर्नै पर्छ, तर तुरुन्त म ब्याक टु सेममा जान्छु के। तै पनि मलाई चाहिँ नि मैले त्यति किन भयो भने जस्तो मेरो क्वेसन आफूले आफूलाई हुन्छ त मलाई। होइन त्यसमा यो कुरा अघि नै पनि आइसक्यो होइन यो हजुर ध्यान भनेको जहिले पनि एकनास भइ नै राख्दैन कि यो कुरा हजुर चाहिँ सबैले बुझ्नुहोस् है होइन त्यो अब 2-4 दिन चाहिँ एकदम मन एकाग्र भयो जहिले पनि भइरहेको छ होइन त्यो हुँदै हुँदैन होइन मन बाहिर जाने मनमा कुरा आउने भनेको कुरा त्यो भइ नै राख्छ त्यो हाम्रो काम भनेको के हो त भन्दाखेरि सजग सचेत हुने हो एवेयर हुने हो होइन मेन कुरा भनेको यो ध्यानको उद्देश्य भनेको जे हुन्छ त्यो प्रति चाहिँ एवेयर भइराख्ने हो कि होइन मन भाग्यो ओके मन भाग्यो होइन मनमा कुरा आयो त्यो त्यो चाहिँ होइन एवेयर भएर फेरि त्यही अब तपाईँ विपसना गरिसकेकोले होइन त्यो बडी सेन्सेसनमा गए पनि हुन्छ अथवा चाहिँ सासमा गए पनि हुन्छ जे गए पनि हुन्छ म चाहिँ धेरै जसो सासैमा त्यसैमा गरिरहेको छु गर्नलाई होइन।
उम्, त्यही पनि टाइममा त्यसो हुँदाखेरि मलाई चाहिँ नि अलिकति आफूलाई फेरि आफूले नै रियलाइज गरे ब्याक टु त्यो सेममै जान्छ यस हजुर त्यो धैर्य back to गरेर same, पेसेन्टली गर्नुहोस् कि हजुर होइन त्यो किन भयो केले गर्दाखेरि भयो त्यसमा जाँदै नजाने त्यसमा जाँदै नजाने हस् थ्याङ्क यू सर हुन्छ मलाई त्यही मनमा आएको अलिकति सोध्नु मलाई किन कहिले पहिले पहिले थिएन यो 1 वर्ष जतिमा मलाई चाहिँ फेरि त्यस्तो टाइममा त्यस्तो भइरहेको छ के अनि ठिक छ अब मलाई यो टाउकोमा त्यसो भएकोले होला कि होइन त्यही पनि होइन त्यो वास्ता गरेन मैले होइन वास्ता नगरिकन हुनसक्छ अब तर त्यसलाई महत्त्व नदिने कि नदिने यो कुराहरूलाई महत्त्व हुन्छ सर थ्याङ्क यू सर ल हस् त आजलाई यति नै गर्छु है हस् नमस्कार